हाई गाइज वेलकम ब्याक टु माई अनदर भिडियो। आज चाहिँ हामी सिक्नेछौँ हाउ टु इम्प्रुभ ड्रिब्लिङ। अनि मैले चाहिँ के ड्रिब्लिङ एक्सर्साइज ड्रिल्सहरू तपाईँहरूलाई म केही सिकाउन चाहन्छु। आज म बिगिनर प्लेयर र तपाईँ बिगिनर प्लेयरलाई पनि म सिकाउन चाहन्छु कि ड्रिब्लिङ कसरी इम्प्रुभ गर्न सकिन्छ। र यो ड्रिब्लिङ ड्रिल्सहरू चाहिँ तपाईँ आफ्नो घरमा या ग्राउन्डमा पनि एक्लै ट्रेनिङ गर्न सक्नुहुन्छ। जस्तै एलोन जुन सेल्फ ट्रेनिङहरू हुन्छ नि त, आफै एकान्तमा एक्लै भएको बेला जुन ट्रेनिङ गर्न सकिन्छ, आफूले इम्प्रुभ गर्न सकिन्छ आफ्नो ड्रिब्लिङ स्किललाई चाहिँ। त्यही भएर चाहिँ मैले 5वटा ड्रिब्लिङ ड्रिल्सहरू तपाईँहरूको लागि मैले बनाएको छु। यो ड्रिल्स गर्दाखेरि चाहिँ मेन भनेको यहाँदेखि बल लग्ने, राउन्ड, त्यहाँ पुगेपछि त्यहाँदेखि राउन्ड, अनि फेरि त्यहाँ थर्ड कोर्टमा जाने, थर्ड कोर्टदेखि फेरि राउन्ड, अनि यहाँ हुने कि जस्तो लाइक स्टार्टिङमा मैले लगेँ नि टर्न, अनि यहाँ यो टर्न, अनि फेरि लिने गर्ने, टर्न, अनि देन स्ट्रेन्थ, अनि यहाँ स्टप। ओके, त्यसको चाहिँ कति त्यो ड्रिल्सको चाहिँ हामीले कति 3-4चोटि गर्नुपर्छ सेटहरू नै, अनि एकदम राम्रो हो। चाहिँ सेकेन्ड ड्रिल्समा चाहिँ लाइक लेग चेन्ज गर्ने के, जस्तै मैले यो बलले पहिला चाहिँ राइट लेगले मैले ड्रिब्लिङ गर्दैछु भनेपछि चेन्ज गरेर लेफ्ट लेगले चाहिँ ड्रिब्लिङ गर्ने। ओके, ल म गरेर देखाउँछु। यो बल राइट छ नि त मैले, अनि यहाँ चेन्ज गर्ने हो लेफ्ट, अनि फेरि राइट आयो, अनि फेरि चेन्ज लेफ्ट, फेरि चेन्ज, अनि लास्ट। ओके, यति लग्यो चेन्ज। अबको ड्रिल्समा चाहिँ कन्डिसन हुन्छ। कन्डिसन कस्तो भनेपछि विदाउट बल रनिङ गर्छु, टर्न गर्छु, आउँछु, फेरि बल लग्छु, अनि ड्रिब्लिङ गर्छु। सेम एक्सर्साइज हुन्छ, तर यसको चाहिँ 4-5 सेट गर्नुपर्छ। ओके, ल हामी पहिला गर्छु। एउटा बललाई चाहिँ मैले त्यो साइडमा राखिराख्ने, किनकि रनिङ गरेर आएपछि फेरि चाहिन्छ। जस्तै फर्स्ट मैले
अनि फिफ्थमा चाहिँ हामी चाहिँ के गर्छ भनेपछि पहिला चाहिँ सेम हो फर्स्ट बललाई ड्रिब्लिङ गर्ने अनि बललाई यहाँ राख्ने सेम कन्टिन्यू ड्रेस गर्ने अनि लास्टमा फुल स्पिड रनिङ अन्त फिनिस गर्नुपर्छ ओके जस्तै फर्स्टमा चाहिँ मैले ड्रिब्लिङ गर्छु सेम यो मैले ड्रिब्लिङ गरेँ बल राखेँ अनि देन यो अनि देन स्पिडमा जति सकिन्छ त्यति स्पिडमा जाने कि ओके के गर्ने गर्नै पर्छ ट्रेनिङ थाहै पनि लाग्छ यार एकदम धेरै अनि मेरो चाहिँ यो पहिलोचोटि मैले यसरी बोलेर बनाइरहेको छु यो भिडियो चाहिँ अनि तपाईँहरूलाई चाहिँ यो भिडियो मन परेकोमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला अनि कमेन्टमा भन्नु होला मैले चाहिँ यसरी यो भिडियो बनाऊँ कि नबनाऊँ बोलेर या नबोलेर बनाउँदाखेरि राम्रो हुन्छ कि बोलेर राम्रो हुन्छ भन्ने कुराहरू मलाई भनिदिनु होला अनि keep supporting us and love you guys. Bye bye.